हे गाइज व्हाट्स अप वेलकम टु माई च्यानल आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु ओहो विली हान्दै भ्लगमा त छुट्टै मजा छ नि है विली हान्दै भ्लग हान्दै ल दामी सो अहिले चाहिँ हामी सोनाम र मजी नागार्जुनमा छौँ अहिले हामी आज साइकल पिकनिक गर्न लागेको होइन गएर त्यहाँ गएर ट्रेलको टपमा स्टार्टिङ पोइन्टमा अलिकति त्यहाँनिर थोरै आगो सागो बालेर होइन अनि त्यहाँ हल्का मासु पोलेर खाने प्लान छैन हाम्रो चाहिँ अनि त्यो सोनाममा मात्र छौँ त्यहाँ गएर अनि मासु पोलेर टक्क खाने अनि त्यसपछि ट्रेल जाने प्लान छ त्यही हो आज त्यहाँ यस्तो धोप्पी थाकिछु होइन थाकिन्छ म सोनाम र म उकालो चढाउँदा ट्रेल चढाएको क्या है ट्रेल चढाउँदै ल्याएको रोड नल्याइकन उकालो चढाउँदा यहाँ एनर्जी नै पुरै लस्ट भइसक्यो अब धेरै छैन अब 3-4 मिनटमा आयो त्यस पछाडि अब त्यहाँ पुगेपछि टक्क दावर सकेर खोज्ने त्यस पछाडि आगो सागो बाल्ने थोरै होइन त्यस पछाडि मासु पोल्ने अनि खाने अनि त्यस पछाडि ट्रेल मासुको पावर देखाउनुपर्छ अनि ट्रेल झार्दै होइन त्यही हो ल अब वहीँ पुगेपछि गफ गरौँ ल है त ल सो अहिले चाहिँ हामी स्विच ट्रेलमा छौँ होइन आगो बाल्ने तयारी हुँदैछ यहाँनिर हाम्रो त सामानहरू छ खाना खानेहरू सामानहरू छ यहाँ अब आगो सागो बाल्नुपर्छ अलि आगो बाल्दा चाहिँ अलिक उस्काउनुपर्छ यता पत्कर सत्कर अलिक फटाउनुपर्छ लामा त्यहाँ लाग्यो कस्तो छ लोकेसन अलिक राम्रो खोज्नुपर्छ यार आगो बाल्ने ए पहिला नै बालेर रहेछ है ल त्यहीँ गरौँ फेरि ल ढुङ्गा त्यहीँ रहेछ पहिला नि त्यहीँ बालेर चाहिँ कस्तो भुस्न आँखाभरि आएको यार त्यहीँ गरौँ ल म सामानहरू लिएर आउँछु कस्तो आँखामा यार ल सामानहरू लगौँ यहाँ छ मेरो साइकल यहाँ छ सोनामको साइकल हामी चाहिँ दुईजना मात्र आएको छौँ आज दुईजना मात्र अब साइकल पिकनिक खाने बस्ने अब यो कस्तो अम्मामा यार फोरे डढाएर बरु उस बनाइदिनु नि खरानी फेरि यो डढाउँदा नि पुरै जङ्गलमै आगो लाग्न सक्छ त्यही भएर अलिक होसियार हुनुपर्छ होइन त्यो ल अब सामानहरू लगाउनु पर्यो तल अनि तलसला आगो बालहरू बाल्नु यहाँ ठिक्क पार्छ यति सब सामानहरू फेरि तल गएर पार्नुपर्ने भयो ठिक्क सबै ल सो ल आगो चाहिँ बलिसकेको छ होइन यहाँ पहिला कहिले आगो बाल्दै चाहिँ हामी त्यसमै आगो बाल्दिउँ होइन पत्र सत्र सारेर अहिले जाँदाखेरि फेरि यसलाई निभाएर जानुपर्छ यहाँ छ हाम्रो दुईवटा साइकल यहाँ छ सोनाम अब एकछिन आगो अलिक बलेको छ नि त्यस पछाडि यहाँनिर अलिकति डन्डी सन्डी लाएर अनि त्यस पछाडि अलिकति उठाएर त्यसपछि तारले बाँधेर मासु घुमाउँदै खानुपर्छ होइन त्यो अब आगो चाहिँ बसिसकेको छ अब यसो मासुहरू मसलाहरू मोलौँ त्यस पछाडि अनि यहाँनिर दुइटा डन्डी काट्नुपर्छ अनि खानुपर्छ ल सो हाम्रो मासु चाहिँ यहाँ पाक्दैछ यहाँ सोनाम छ यहाँ हम्किँदैछ गाह्रो छ मासु खानलाई यसरी टक्क पोलेर पाक्दैछ यहाँनिर बल्ल यार यति अड्डा र तारले बाँधेर यता ठोकेर एउटा डन्डी यता समातेर बल्ल धुवाले चाहिँ बाँध्यो अब यो पाक्न कति टाइम लाग्ने हो यार धेरै टाइम लाग्छ यो पाक्न त म पछि दाउरा लिएर आउँछु ल अलि ठुल्ठुलो हाल्यो भने अलि निभाउने गाह्रो हुन्छ सानो हाल्नुपर्छ यार ठुलो हाल्यो भने त निभाउने गाह्रो हुन्छ यस्तो टाइम लाग्छ निभाउन ल अलिक हुर्र बालौँ होइन अनि एकैछिनमा पाक्छ त्यसपछि एकैछिनमा स्याट्टै अनि कहिले त म टक्क बस्ने यसरी ल अब हाम्रो खाने कार्यक्रम चाहिँ सुरु भइसकेको छ यहाँनिर छ हाम्रो खानेकुराहरू मासुहरू टक्क रेडी भइसकेको छ यस्तो रातो भइसक्यो कुखुराको मासु टक्क यसरी यो चाहिँ चाउचाउको मसला हो होइन चाउचाउको मसला छोप्ने नाइस क्या त्यो साइकल देखाएको छ आगो निभिसकेको होइन अहिले फेरि निभाउनु पर्छ आगो चाहिँ झन्डै पऱ्यो 1 घन्टा कति घन्टा लाग्यो हामीलाई 2 घन्टा लागेर बनाएको यो चाहिँ होइन खतरा मिठो कहाँ 2 घन्टा लाग्छ उकालो चढ्नु लाग्यो बनाउनु लाग्यो त हामीलाई 1 घन्टा जति लाग्यो नि 1 घन्टा लाग्यो होला बनाउनु नि
सो गाइज हामीले चाहिँ अब पार्टी सक्यो होइन पिकनिक सक्यो अब साइकल पिकनिक सक्यो त्यस पछाडि हामी रुखमा चढिरहेको छौँ यो रुख चाहिँ एकदम खजनाको रुख हो के को रुख भन्दाखेरि चाहिँ काफलको रुख हो होइन यहाँ छ काफली ट्याउ सिस टक्क पाकेछ काफल होइन अब पाके बेला त खाने हो नि पाकेको बेला अब अहिले नखाए कहिले खानु त होइन टक्क काफल खाने बस्ने अब रुखमा टर्नै रहेछ त्यहाँ अझ अहिले पाक्ने समय होइन नि अहिले अब बैशाख जेठतिर पाक्छ मजाले तर हाम्रो गाउँतिर चाहिँ बैशाख जेठतिर पाक्थ्यो है खै हो कि कहिले हो बिर्सेको त्यस्तैतिर लाग्थ्यो तर यता त खासै सब झरिसकेछ छन् त धेरै काँचो छ नि तर तिमी तलबाट हेऱ्यो भने केही देख्दैन क्या किनकि पातले रोकिदिन्छ नि त तलबाट हेर्नु केही देख्दैन कि यस्तो रे माथि हेर नि यहाँ यस्तो देख्छ कि एउटा ल्याऊ कसरी समात्न सक्छ भने कसरी समात्छु बाबु चढन चढ्दै खाउ त मेरो यहाँमै तल हेर्नु भने त काली लाग्छ त तर माथि माथि हेर्नुपर्छ माथि हेऱ्यो काफल आयो बस्यो तल हेऱ्यो भने त काली लाग्छ काली खोइ अरू कतै छ त यार ए खुट्टी अड्केछ मेरो तर गाउँको जस्तो चाहिँ स्वादिलो नहुने यार यहाँको टरो टरो हुन्छ ल काँचो बाएको सबै खाइदिउँ न खोइ म त देख्थेँ नि त यार अहिले त फेरि म पनि त्यस्तै भयो क्या म त अलिअलि रातो भएको पनि खाइदिइराखेको छु अब काठमाडौँमा यही पनि पाउनु भने त ठुलो कुरो हो कि होइन भन त काठमाडौँमा एक काफल पनि पाउनु ठुलो कुरो होइन तर अहिलेको भाइहरूले हामीलाई होइन यस्तो पाकेको काफल दियो त्यो तल तल जङ्गलहरूतिर चाहिँ भाइहरूले खोजेर ल्याएर हामीलाई थोरै थोरै दिदियो है यस्तो यस्तो क्या यहाँनिर रहेछ एउटा खजना ल यस्तो यस्तो क्या ठ्याक्कै सेम यस्तै कति टाइम लाग्यो होला टिप्नु भाइहरूले एक प्लास्टिक थियो हामीलाई एक एक मुर्की दिएको थिएन मुर्की रे के भन्छ एक एक मुठी भन्छ यस्तो यस्तै दामी खा कस्तो सब काँचो टिपेपछि तिमी त खाँदैन के हुँदैन खानु त अब जस्तै नै खाने रे यस्तरी अलिअलि मात्र पाकेको त भाइहरूले कसरी टिप्यो होला यार है गाह्रो छ त एउटा टिप्नलाई यस्तो गाह्रो छ त्यो त एक झोला थियो यार अब अलि माथि चढौँ भने अब त्यस्तो छ अब त डरको लाग्छ मुनि यस्तो छ तल है ल अब अझै अलिकति माथि चढौँ ल अब आउनु माथि माथि यतातिर छ क्या म भएको ठाउँमा आउँदा म माथि चढ्छु ओ भाइ माथि चढ्नु सकिँदैन क्या हो बुटो यत्रो छ काफल भने छैन यार कि सब झरेर सिधेको अब काँचो भयो नि खाइदिनु पर्यो म त काँचै खाइदिन्छु सब काँचो खाइदिने हो झर्न त चिम्टी नगरेर हाम फाल्ने हो काफल झरेर सिधा रहेछ कि यहाँनिर चुसो छुने बित्तिकै झर्छ झर्न हावालाई हामी फुत्त झरिहाल्यो काँचो भने यसो चाख्न पायो होइन त्यही हो उत्या रहेछ है तर कहाँ टाढा रहेछ क्या त्यो त म टिभी छोड्छु ल एउटा मात्र हो क्या फेरि ऊ पर है चढ्न सिधै चढेको आऊ न ओहो यार ल है उयो माथि चाहिँ क्या आएको त्यो त म टिभी छोड्छु भनेको अब टिभीमा चाहिँ कसरी टिप्ने यार उता पर क्या यस्तो गर्ने यसलाई तान्नु ल यो तान्यो भने आउँछ हाँगा चाहिँ भाँच्नु हुँदैन बिस्तारै तान्नुपर्छ बिस्तारै होइन त्यो त टिपी छोड्छु म यस्तो पाकेको त कहाँ छोड्नु हुन्छ यार टिप्यो टिप्यो ल टिपिहाल्यो नि अब त ए किम्बु कहाँ किम्बु ल फाइनली यार यस्तो रातै टुप्पो चाहिँ थोरै भाँदिउँ नि त्यसको टुप्पो ल ए हेर त ल्याउ ल तिमी खाऊ खतरा भेट्यो ल यो चाहिँ अब यस्तो गर्ने यस्तै
क्या मिठो यार रसिलो पाकेको त त्यो हिजो त्यो पैसा फुट चढेर ल अब कता टिम त काफर भन्दाखेरि तर माथि माथि घाम लाग्यो भने चाहिँ माथि माथि चाहिँ पाके हुन्छ होला क्या तर टुप्पोमा पुग्न सकिँदैन हामी कस्तो टपमा छ है तल हेर्दा त काली लाग्छ भने अब अझै चढ्ने कोसिस गर्नु माथिसम्म पुग्न सकिन्छ कि यो बोटा तान्नु सकिँदैन नि माथि त हाँगो पातलो पातलो छ फेरि बाहिर लाग्ने भयो भने छैन अनि फेरि जुस्सो उस भयो भने नि पुरै आग लाग्छ क्या जङ्गलभरि पुरै ननिम जसम्म हामी जाँदैन होइन यो निभाएर फोहोरसोर उदय माथि फालेर चाहिँ त्यहीँ लगेर फालिन्छ नि त्यो जलाउनु राखेको होला सायद त्यहाँनिर सब फोहोरहरू जम्मा पारेर त्यहाँ फाल्नु पहिला आगो निभोस् अनि त्यस पछाडि थोरै पानी पनि हालिदिन्छ यसमा अब पानी हालिदिउँ थोरै त्यस पछाडि भइहाल्यो अनि यो अलिकति दाउरो बलिरहेको छ नभए त अरू सब निभ्छ कि यसलाई निभाउनु पायो भने चाहिँ निप्छ होला बिस्तारै बस्नु एकछिन बसौँ अनि त्यसपछि जानुपर्छ ल आज चाहिँ एकदम मजा आयो तर नयाँ अनुभव होइन यस्तो साइकलमा गएर यस्तो मासु पढेर गल्सम्म खाएको थिएन होइन नयाँ अनुभव टक्क मजा आयो सामान सब अब लगेर माथि फाल्नुपर्छ होइन अनि झोलासोला बोकेर त्यस पछाडि घर जानुपर्ने हुन्छ ल कस्तो दामी घाम लाग्यो यार अहिले चाहिँ अहिले नै लागि त लाग्नु त अहिले चाहिँ ठ्याक्कै यहाँनिर आइपुग्यो क्या जङ्गलभित्रै छिर्यो अहिले त माथि थियो नि त माथि आउँदैन थियो त्यो साइडबाट भएर होला भित्र पुरै छिरी छ त्यही हो ल अब सबै सामानहरू लगेर माथि फालौँ त्यहाँनिर आगो बाल्नेर त्यहाँनिर लगेर जम्मा पार्थ्यो यो निप्दै निभेन यार यसलाई के ब्यागमा हालेर लगाउँ क्या हो निप्दै दिँदैन बा यस्तो त्यही त निम्न निप्छ कि सब निभ्यो है यता त्यही पनि उस गरेँ खुट्टाले किल्चेर उस गरेँ ननिम जसम्म जानु हुँदैन सब डढ्दैन के डर थियो त्यसले यो निप्नु पऱ्यो त निभिसक्यो लगभग ल यो चाहिँ फेरि उसको धुवा निक्लेको यो खरानीको ल निभा म फोहोरसोर यस्तो व्यवस्था गर्छु त्यहाँ फालिदिन्छु अनि त्यही हो ल आज एकदम मजा आयो अनि अब बिस्तारै घर लाग्नुपर्छ होइन त्यो अनि आजको लागि यति नै अनि यदि तपाईँहरू मेरो च्यानल नआए सब्सक्राइब गरिदिनु अनि त्यही हो भेट्नु त अर्को ब्लगमा बाइ बाइ गाइज